Habibi, come to Dubai. Oh, Akash hits. Akash hits. Have a nice journey. राम्रोसित घुमेर आउनु होला। अब चाहिँ हामी जान थालेको हाम्रो पासपोर्टमा छाप लाग्यो हाम्रो फर्स्ट इन्टरनेसनल ट्रिप अनि ओपनिङ भयो है ओपनिङ ट्रिप हामीलाई एकदमै रमाइलो भइरहेको छ चारैजना मेरो छोरा छोरी मेरो काले छोरा हो यता हेर ओ मनक्रान्ति भन्नुपर्छ सबैजनाले है ला त्यस्तो गरे ओ मनक्रान्ति म कति रम्बुमा देखेन के मस्त रहनु होला बेस्ट रहनु होला साउन्ड तपाईँ सब भन्दा मैले सुन्दा फेरि एकदम फर्स्ट लाग्यो उता मामु ह्यान्डसम देखिनु छ बाबाको क्याप लाएर नि बाबाको बिचारा तालु देखियो धेरै स्ट्रेस रहेछ हाम्रो बाबा त्यही भएर ह्युज तालु त्यसैले हामी दुवै जान्न तर उता कम हेलो गाइज अहिले चाहिँ हामी अब वेटिङमा छौँ किनभने हाम्रो फ्लाइट छ 10:30 बजेको अहिले बजिरहेको छ ट्याक्कै 9:30 ट्याक्कै 1 घन्टापछि चाहिँ हामी दुबईको के अरे प्लेनमा चढ्छौँ हामी हिमालयन हेलो मामा गाइस फिलहाल मामुले टिकटक्स पनि बनाइसक्छ अनि हामी चाहिँ अब चढ्न थाल्यो प्लेन Hi brother. Class X. Okay. We are no business class. We are economy class. Okay. म चाहिँ यहाँ विन्डो सिटको लागि भाइलाई प्लिज गर्दैछु है त्यही पनि भाइले मलाई दिँदैन क्या अब हाम्रो चाहिँ यहाँ लन्च स्न्याक्स ब्रेकफास्ट के हुन्छ जस्तो थाहा भएन है तर बिहान हामी केही पनि खाएको छैन हाम्रो मामु यहाँ जाडो भएर यसरी बसिरहेछ बिचारी अनि मम्मीले भन्नुहुन्छ कि 40 वर्षको उमेरमा त यस्तो छ हालत अनि पछि 10-15 वर्षपछि के हुन्छ हालत गर्दिन्छ कि हेलो गाइस हामी अब नेपाललाई तँलाई कस्तो फिल भइरहेछ मलाई एकदम दामी फिल भइरहेछ तर मैले लुगै ल्याखेन गाइस के ल्याएको छ त खाना आयो हामी त बिहान 5-6 बजे चाहिँ निस्किया हुन्छ लगभग अनि के अरे बिहानदेखि के पनि खाएको छैन कि अनि त्यति भयो पनि हामी चाहिँ धेरै खुसी छौँ किनभने भोकले मर्ने बेला थियो हामीले खानेकुरा खाइसक्यो अब चाहिँ हामी अगाएन अनि अरू अब चाउचाउहरू करेन्टहरू मगाउनेछौँ अनि हामी चाहिँ अब के अरे यो बक्स लगाएर हामीले फोनमा के हालेर थिच्दै थगेसो हालेर रहेछ अनि चाहिँ त्यही मैले हेरिसकेको छु त्यो भारतीय र हर्षाको एपिसोड तर पनि अब हेर्दैछु हाम्रो चाहिँ अझै 4 घन्टा जति बाँकी छ फ्लाइट टाइम लगभग 1 घन्टा हुन पनि लाग्यो अनि त्यही हो अब हल्का हेर्ने सुत्ने आराम गर्ने खाने अनि एक्साइटेड फर द ट्रिप हामीले चाहिँ करेन्ट अर्डर गऱ्यो हामीलाई अब एक टाइमको खाजा त्यो अघिको बिरयानी जस्तो के थियो त्यो चाहिँ लाइक खाना त्यही टिकटमा इन्क्लुडेड थियो अनि हामीले यो चिप्स किन्यौँ यो किन्यौँ अनि बाबाले त ड्रिङ्क्स पनि गर्दै रहेछ अलिअलि गर्नै पर्यो नि होइन घुम्यो भने चाहिँ रमाइलो गर्न लाग्यो हो कि होइन हामी चाहिँ यहाँ तातो पानी हालेर चाउचाउतिर अब 5-6 भन्दा पुगिरहेछौँ अब हामी 5 मिनटमा ल्यान्ड गर्छौँ 10 मिनट
guys, this is Burj Khalifa, this tallest one. पहिला तँले अन्त गरिस् तर तैँले कदम राखेको छैनस् अझै त्यही भएर तँले अरूलाई इन्भाइट गर्नु अगाडि आफू ल्यान्ड भएको कि होइन ल्यान्ड भइसक्यो मेरो क्यामेरा यस्तो नराम्रो बाहिर गाइज अहिले फोनमा बजिरहेको छ 2:12 तर मेरो यस्तो डिजिटल वाचमा चाहिँ 4 बजिरहेको छ किनभने नेपालमा 4 बजिरहेको छ र कोलपुरमा 2 सरी दुबईमा 2 बजिरहेको छ अनि मेरोमा पनि 2 बजिरहेको छ सबैमा चेन्ज हुन्छ टाइम बिकज बाबुको एनालग घडीमा मात्र चेन्ज हुँदैन यहाँ त के हो अब त्यो भन्न लाग्थ्यो बिर्सिहाल्यो अब गर्मी चाहिँ छ अन्त अब बिहान 5 बजे निस्क्यो चिसो थियो के अरे यतिमा डर भइरहेको थियो मलाई अहिले चाहिँ बक बक बोले हेलो दुबई एयरपोर्टमा finally landed Dubai. We are landed Dubai airport. Yes. अब चलो पहिला त हामी हाम्रो होटल जान्छौँ अनि त्यसपछि चाहिँ के प्लान हुन्छ सुरु हुन्छ हाम्रो नेपालीहरूको काम यहाँ विदेश आउने बित्तिकै बाबा रेड लेभल ज्याबा ढुक्नु हामी किन्दै हेर्छौँ बाबा तपाईँलाई यहाँ दुबई इन्ट्री गर्ने बित्तिकै आफ्नो ब्यागेज लिनु अगाडि रेड लेबल लिँदा कस्तो महसुस भइरहेको छ थ्याङ्क यू राम्रो लागेको दुबई ओ माई गॉड सुटकेस बराबर छ फेरि यसको भाँडो पनि हाँसो देख्न अघिसम्म थिएन अहिलेसम्म त एयरपोर्टबाट बाहिर निस्के पनि छैन ब्याग पनि लिएको छैनौँ त्यो त हामी चाहिँ डिपार्चर भइसक्यो पिकअप हाम्रो जनताहरू चाहिँ हिँडिरहेका छन् हामी पनि हिँडिरहेका छौँ अब हामी केसमा जाने हो कहाँ जाने हो चाहिँ थाहा छ अब कुन चाहिँ ट्याक्सीमा कसरी जाने हो चाहिँ अब यसमा पत्ता लगाउनुपर्छ हाई गाइज हेलो हामी चाहिँ अब दुबई एयरपोर्टबाट बाहिर निस्किँदैछौँ यो चाहिँ किन हो भनेपछि चाहिँ यो चाहिँ अब इफ तपाईँहरू पनि फर्स्ट टाइम दुबई आउँदै हुनुहुन्छ भनेपछि चाहिँ लाइक अब नेपालको पनि एयरपोर्टमा ठ्याक्कै एयरपोर्टमा अलि महँगो भन्छ होइन ट्याक्सीहरूको दाम अन्तखेरि अलि बाहिर निस्केपछि चाहिँ हल्का सस्तो भन्छ नि त त्यस्तै यहाँ पनि त्यस्तै हो हाम्रो जम्मा 6 किलोमिटर डिस्टेन्सलाई 6000-7000 भन्यो 120 दिराम भने होइन त्यही गेटभन्दा अलि यतै हो अझ बाहिर चाहिँ लाइक नर्मली 20-30 दिराम्समा पाउँछ अरे है थाहा भएन जाँदैछौँ अनि त्यही उबरमा पनि प्राइसहरू चेक गरेर कसरी राइट हियर इन्जोइङ द भ्यू गाडीहरू यहीँ पानीको सिचा आइँदैछ हामी चाहिँ एयरपोर्टबाट बाहिर निस्क्यौँ अब ट्याक्सी चाहिँ वेट गर्दैछौँ त्यो त भनिसकेँ तपाईँले अनि त्यसपछि मम्मी बाबा हेर्दै हुनुहुन्छ म चाहिँ यहाँ उबर सर्च गर्दैछु कस्तो राम्रो तर लाइक जा बसेँ मैले भने होइन मान्छे खुसी हुन्छ अहिले हालत कस्तो भइसक्यो बिहान गर्दै थियो भाइ अन्त म त अहिले ऱ्याम देखेको छु जस्तो लाग्यो अहिले ऱ्याम देखेछ म यो कपास खोल्नु पर्यो अब अगाडि बसिसकेछ टक्ला So guys, this is our hotel अनि मेन सिटी एरियामा निफ भन्ने ठाउँमा चाहिँ हामी छौँ अहिले चाहिँ यहाँ ट्याक्सीलाई भाडा तिर्दै हेर्छौँ अनि अब त्यही होटलमा जान्छौँ अनि त्यसपछि सुरुमा त मम्मीको फोन चार्ज गर्छौँ मम्मीको आइफोन 13 चार्ज छ केही खाएर सपिङ गर्न जान्छौँ हामी यस्तो खतरा ठाउँमा बसेका छौँ पुरा मेन बजारमा हो ओरिजिनल लगाइदिनु गाइस हामी चाहिँ हाम्रो होटल रुममा चाहिँ आइपुगेको अन्तखेरि चाहिँ हाम्रो होटल रुमबाट चाहिँ यही नेफ हो कि नाइफ भन्ने सिटीको भ्यू नेफ स्पेलिङ त नेफ छ तर त्यो तलको त्यो
अङ्कलले नाइफ भनेको थियो अनि यहाँ चाहिँ अब त्यही त्यो जसलाई थाहा छैन अब त्यही पाकिस्तानी र इन्डियन बडी हुन्छ जहाँ पनि हिन्दी बोल्ने चलिहाल्छ होइन इङ्ग्लिस बोल्न नजाने मान्छे पनि चल्छ होइन हिन्दी जाने भइगयो होइन बाबु अब हामीले होइन हामी चाहिँ लाइक प्याकेज बिना आएको हो हामीसँग गाइडहरू पनि कोही हुँदैन हामी चाहिँ आफै हुँदैन होइन अनि हामीले अहिलेसम्म रिसर्च गरे हिसाबले चाहिँ के अरे रिसर्च भन्नाले त्यही यताउता गफसफ गर्दै तल होटेलवालालाई यताउता सोध्दै ट्याक्सीवालालाई सोध्दै के थाहा पायौँ भनेपछि चाहिँ हाम्रो बुर्ज खलिफालाई चाहिँ अब लगभग आधी घन्टा जतिमा पुग्छ अनि उता लाइक त्यो सिटी चाहिँ अन्तखेरि हाम्रो मिराकल गार्डनहरू जानलाई चाहिँ अलिक टाढै पर्दो रहेछ होइन त्यही हो अब हामी अहिले चाहिँ यसो बस्छौँ फोनहरू चार्ज गर्छौँ अन्तखेरि अब कुन ठाउँ अलि नजिक छ यताउता हेर्छौँ आज चाहिँ यही अब लाइक यो जुन सिटी छ नि यो तल यो लाइक बजार छ हामी यसो सपिङको लागि निस्किन्छौँ अलिअलि खाना पनि निस्किन्छ यो होटेलमा फेरि खानाको लाइक किचनै हुँदैन रहेछ क्या होटेल स्टाफहरू यताउता लाइक रुम चाहिँ दिने अनि खाना चाहिँ अब बाहिरबाट मगाइदियो भन्न चाहिँ पाइँदो रहेछ यहीँभित्र चाहिँ दिँदैन रहेछ अनि अब त्यही भएर हामी चाहिँ बाहिर जाने अब बिहानदेखि थाकेर कति दिनदेखि सुत्या पनि छैन यो अब फ्रेस भएर अनि हामी निस्किन्छौँ बाहिर भित्र मम्मा बाबा चाहिँ सामानहरू अब मिलाउँदै हेर्छौँ हामी भर्खर आइपुग्यौँ हामीलाई चाहिँ के टेन्सन भइरहेछ भनेपछि अब गाइड छैन नि त अब हामीले सबै कुरा बुझिसकेका छैनौँ नि त जस्तै लाइक हामीले अहिले एयरपोर्टमा ट्याक्सी लिन हल्का एकछिन टाइम लाग्यो किनभने हामीले उबरबाट बोलाउन खोज्दै थियौँ उबरमा भन्दा पनि लाइक यतिकै नर्मल मान्छेसँग कुरा गर्दा चाहिँ अझै सस्तो पऱ्यो है अनि तर अब त्यस्तै हो अब के हो एक्साइटमेंट ही कुछ अलग। पहली बात तो ये हमारा फर्स्ट ट्रिप है इंटरनेशनल ट्रिप नहीं हम लोग इंडिया तक तो पहुँचे मतलब नहीं हो लेकिन उसके लिए वीजा नहीं लगता हमें प्लेन से भी ट्रैवल करना नहीं पड़ता हम गाड़ी में ऐसे लगभग 20 मिनट्स ड्राइव 20 मिनट्स ड्राइव फ्रॉम आवर होम इंडिया यस और या और हम लोग वही है अब क्या इधर का वेदर जो है ना भयो म धेरै हिन्दी बोल्दिनँ अहिले चाहिँ हामी UAE मा छौं दुबईमा देव भन्ने ठाउँ ए हामीलाई थाहा थिएन त्यही त धन्य भन्दिस् धन्य होस् प्रभु तपाईँको धन्य होस् अब फ्रेस भएर निस्किने म चाहिँ कन्फ्युज भएँ यतिकै हिँडौँ कि आफूको लुगा लामौँ भनेर अब मौसम गर्मी नै छ तर हावा चल्दा हल्का चिसो हुनसक्छ होइन मान्छेहरू हात लुगामै हिँडिरहेको छन् तल नट बिङ रेसिस तर होइन लाइक अर्कै भाइ आउँछ के गर्ने होइन लाइक हाम्रो प्लेनमा पनि सबै नेपाली नै थियो है 200-300 नेपाली नै थियो अनि प्लेनमा पनि अनि ठक्क प्लेनबाट एयरपोर्टमा ल्यान्ड गऱ्यो होइन अनि सुरुमै म वासरुम गएको थिएँ कि वासरुममा सेती केटी देखेँ होइन अनि म चाहिँ एकछिन ल बल्ल विदेश आयो चाहिँ अलग फिल आयो कि किनभने प्लेनभरि नेपाली मान्छे भएको भएर त्यो विदेशीहरूलाई फिल आइरहेको थिएन हेलो हामी चाहिँ के अरे हाम्रो चाहिँ त्यो होटेलको तल त्यहाँ स्वरमाहरू पाउँदो रहेछ है अनि त्यसपछि त्यही स्वरमा खायौँ अनि त्यसपछि अब चाहिँ मलाई भिडियो फोटो भयो हस् अनि अहिले चाहिँ यही बजारमा अब यसो सपिङ गर्नलाई निस्केछौँ आज अरू चाहिँ किनभने रातमा चस्मा त नलाने होटेल इज त्यही पर्पल कलरको बोर्ड भनेको यही नै हो अनि त्यसपछि हामी चाहिँ यही वरिपरि सपिङ गर्दैछौँ अनि यहाँ मामु गट मसँग म्याचिङ एउटा प्यान्ट अनि विल बी म्याचिङ भोलि बुर्ज खलिफामा त्यस्तै प्यान्ट लगाउने भनेर हाम्रो सर्ट पनि सायद अलिअलि म्याचिङ हुन्छ अनि विल रकेट होइन हेलो गाइस अभी इधर हमने यहाँ पर यहाँ होइन हिन्दीमा बोल्दा हिन्दी होइन उर्दूमा बोल्दा हाम्रो मुखदेखि उर्दू निस्किन्छ चलो भाइ लोग चलो यहाँ पछाडि छ नि मेरा जनताहरू अनि अहिले चाहिँ हामीले घडी किन्यो होइन अनि लाइक मेरो आमाको लागि फेरि अब घडीको सोरुममा गयौँ अझै अरू हेर्नको लागि अनि यसरी सपिङ भइरहेछ म त टुवा परिरहेको छु अनि लुगा चाहिँ मैले जेस भने होटेलले यहाँ लुगाको भेराइटी त्यति धेरै चाहिँ छैन अन्त अरू ठाउँ गए त पाइएला
लाइक त्यही त्यो पाकिस्तानी अनि त्यसपछि अरबी ड्रेस स्टाइलको ड्रेसहरू युज गर्दै थियो। अब हामी त्यस्तो खासै लगाइँदैन नि त। अनि लुगा चाहिँ मैले अरू चाहिँ टक्क यहाँ जे होस् धेरै सामान लिइरहेको छ। हाम्रा बुढाबुढी चक्खेवाको जोडी जस्तो हाम्रो पिरती। तर बिजनेस टक्स चल्दैछ यहाँ तपाईँहरूको आमिन उहाँहरूको होइन सर? के छ सरको हालखबर? ठिक छ सर? सरले एकछिन अगाडि मात्र हाम्रो सपिङको ब्यागहरू धेरै भएर रुममा छोडेर आउनुभएको थियो। अनि फेरि एउटा ब्याग थप्यो, फेरि थपिन्छ अगाडि। ए ला गाइस, हामीले होइन तपाईँहरूलाई यहाँ दुबईमा सस्टेन गर्नलाई थोरै पैसामा राम्रो ब्रान्डहरू किन्नको लागि एकदमै बेस्ट ट्रिक्सहरू अहिले सिकाउने छौँ। डबल होइन 60-70% अहिले सिकाउने छौँ। त्यो चाहिँ रुम गएपछि चाहिँ सिकाउँछौँ ल। अहिले चाहिँ हामी बजारमा के अरे अब त्यो घडीहरू पर्फ्युमहरू ब्यागहरू यता के हेऱ्यौँ। अब चाहिँ हेऱ्यौँ लियौँ। अनि त्यसपछि अब भाइको लागि एउटा टी सर्ट यहाँ अघि न देखाएको थियौँ के अरे। अनि हेरिदिन आएको। बाबा चाहिँ खानेकुरा लिन हाम्रो डिनर अर्डर गर्दै रहेछ। अहिले चाहिँ रातिको दिन 10 समथिङ बज्यो होला। उहाँ त नेपालमा त 12 बजिसक्यो होला। अनि रातिको हुन रमाइलो हुँदो रहेछ, मजा आइरहेछ। पापा गट अस सम डिनर टाइम। हामी चाहिँ होइन अब चाहिँ के भन्छ खानासाना आई मिन त्यही हामीले के ग्रिल चिकन यहाँ तल पाइरहेको थियो अनि त्यही लियौँ। अनि त्यो सबै खानेकुराहरू खाएर अनि टक्क लाएर अब चाहिँ 12-12:30 अराउन्ड बजिसक्यो। 1 बज्न लाग्यो लगभग। अनि सुत्नलाई बसेको होइन, ठ्याक्क अगाडि बाल्कनीमा यसो हेरौँ बाहिरको अवस्था कस्तो रहेछ भनेर आएको। अघि हामी हुनभन्दा अहिले लाइक झन् धेरै भिडभाड चहल छ क्या। अनि के भन्ने अब नाइस सिटी। अनि यहाँ 24 आवर्स धेरै पसलहरू चाहिँ लाइक 12-1 बजेपछि 1 बजेपछि बन्द हुनेहरू छन्। हामी गएकोहरू चाहिँ 2-4वटा यो इलेक्ट्रोनिक पसलहरू यताउता 12-1 बजेपछि बन्द गर्ने छन्। अनि लाइक अरू बाँकी जति छन् सबै 24 आवर्स नै खुल्नेवाला पसलहरू छन्। अनि हामीले जहाँ खै कहाँ थियो त्यो चाहिँ बिर्सेँ। यहाँबाट खाना खाइरहेको पाकिस्तानी चाहिँ हो क्या हो सायद है, त्यो थाहा भएन ठ्याक्कै बङ्गलादेशी हो कि पाकिस्तानी हो। खानाहरू चाहिँ जे होस् अब हाम्रो उता नेपाल अनि त्यतातिरको खाने स्टाइलहरू सिमिलर हुन्छ नि त। अनि टेस्टहरू सिमिलर हुन्छ। अनि त्यही भएर त्यहीँको हामीले पाएको खाइरहेछौँ। त्यो पनि 24 घन्टै खुल्नेवाला रहेछ। अनि अब भोलिको लागि चाहिँ अब प्लान हुँदैछ। अनि हाम्रो चाहिँ सबै ठिक छ होइन। होटेल चाहिँ अलि पैसाको हिसाबले अलि क्वालिटी चाहिँ छैन, किनभने योभन्दा राम्रो धेरै सस्तोमा नेपाली रेस्टुरेन्ट होटेल्सहरू है, होटेल रुम्सहरू काठमाडौँमा एकदमै नै राम्रो हुन्छ होइन। एकदमै सबै कुरा सफा चिटिक्क परेको। अब यहाँ पनि सफा त छ तर अझै क्वालिटी अनि सर्भिसहरू अब नेपाल जतिको चाहिँ नहुने रहेछ भन्ने थाहा भयो। नेपाल इज भेरी गुड। अनि अब त्यही हो, यो चहल पहल हेर्दा रमाइलो लागिरहेछ मलाई चाहिँ। अनि यही बजारहरू हामी त लगभग हो यही बजार हुँदै यहीबाट स्टार्ट हुँदै गयौँ। यता कतै मामुले प्यान्ट लिस्यो, ऊ त्यतातिर हो कि खै कता हो। अनि गयौँ उहाँ अगाडिबाट पर्फ्युमहरू किन्यौँ। अनि उहाँ अगाडि खै कताको सुपर मार्केट छ, ऊ त्यो चाहिँ हो कि खै कुन मलाई त थाहा पनि छैन। त्यहाँ चाहिँ सुपर मार्केटहरू अनि त्यसपछि अरू लाएर के हो पनि बिर्सेँ त्यो लियौँ। अनि त्यसपछि हामी कता भनेपछि यताबाट भित्र गएपछि चाहिँ घडीहरू अनि त्यसपछि ब्यागहरू हेरिसो। अनि घडी अलि अगाडि गएर खै के लुगाहरू पनि हेऱ्यौँ। अनि डुल्न चाहिँ अलि धेरै डुल्यौँ। सबै कुरा सबै ठाउँमा एक्सप्लोर गऱ्यौँ। मैले तपाईँहरूलाई भनेको थिएँ नि यहाँ आएर चाहिँ लाइक कसरी सस्तोमा भन्नु त्यस्तो साह्रो सस्तो त अभियसली होइन, कसरी निप्टिने कुराहरू चाहिँ म सिकाउँछु ल है। लाइक फर इक्जाम्पल हामीले एउटा ब्याग YSL को ब्याग अभियसली फर्स्ट आई मिन ओरिजिनल त होइन, फर्स्ट कपीहरू होला तर हाई क्वालिटीको। अनि
कस्तो राम्रो ब्याग मन पराएको थियौँ है। त्यो अब दिराममा कति कति भनेको थियो चाहिँ मलाई ठ्याक्कै याद छैन। अनि हामीले त्यो एउटा अनि सनेलको एउटा मन पराएको थियौँ है। अनि दुइटैलाई चाहिँ सुरुमा चाहिँ नेपाली चाहिँ 12,000 भनिरहेको थियो होइन, 12,000 भनिरहेको थियो होइन। अनि त्यसपछि घटाई खै के भन्न थाल्यो। अनि त्यत्रो 12,000 को दुइटा अलि मिलाएर दिने भए चाहिँ दुइटा लिएर जान्छ भनेर हामीले भन्यौँ होइन। अनि तपाईँलाई कतिको चाहियो र भन्यो। अब त्यो 12,000 त अलि धेरै नै भयो नि त। अब ओरिजिनल नै भएको भए चाहिँ हाल्नु हुन्थ्यो। अब यसै कपी नै हो होइन। अनि कपी नानीलाई पनि त्यत्रो के हाल्नु भनेर अनि हामीले चाहिँ त्यसरी सोचिरहेका थियौँ। अनि पछि आफै घट्दा हामीले चाहिँ खासै घटाएनौँ कि उनीहरूले आफै घटाउन थाल्यो होइन। हामी चाहिँ अब यत्रो 12,000 को दुइटै चाहिएको थियो चाइनालाई। अनि यत्रो 12,000 को दुइटा 24,000 को दुइटा ब्याग लिनुभन्दा होइन, यसै ओरिजिनल त थिएन। अनि लिनुभन्दा अनि त्यसपछि के अरे अब घटाएर पनि कति नै घट्ने होला र भनेर हामी चाहिँ खासै वास्ता गरिरहेको थिएनौँ। पसलवालाले त पछि घटाएर कति 6 हो कि 7,000 मा दुइटा ब्याग लैजानु भनेर भन्छ। 7,000 मा अनि त्यति नै होइन, 12 हो मैले क्यालकुलेट गरेको चाहिँ कति ठ्याक्क 12,000 चाहिँ पुग्थ्यो। सुरुमा एउटालाई 12,000 पछि घटाएर ठ्याक्क आधा भएको थियो। ठ्याक्क मलाई याद थिएन कि कति हो, अलिअलि बढी थियो लाइक अलिअलि हुन्छ नि 50-60 100 500 अलिअलि तलमाथि चाहिँ भएको थियो। अनि 12,000 मा भन्यो है। अनि म त टुवा परेँ कि सुरुमा त त्यही प्राइसमा एउटा पनि नदिने जस्तो कुरा गर्दै थियो। पछि त दुइटा लैजाउ गर्छ। हामी त टुवा पऱ्यौँ। अनि त्यसपछि त्यहाँ अनि त्यो पसलमा हेऱ्यौँ। अब कस्तो त्यो विश्वासै लागेन कि साँच्चैको ओरिजिनल हो कि होइन भनेर होइन। अब कोही मान्छेले त्यसैले महँगो तिर्छ, कसैले त्यसैमा दुइटा पाउँछ होइन। अनि भन्नलाई चाहिँ एकदम ओरिजिनल एकदमै ब्रान्डेड भन्छ। अनि त्यसपछि अरू पसलहरूमा गयौँ, अरू पसलहरूमा पनि घटाउन सक्यो भने चाहिँ अनि घटाउँदो रहेछ क्या। सुरुमा चाहिँ अब टुरिस्टहरूले अब पेरिङ यताउता होइन, अब धनी मान्छेहरू आउँछन् टकटक लिन्छन् भनेर उ गर्ने रहेछन्। अनि अलिअलि घटा भनेपछि चाहिँ घटाउँदा रहेछन् भन्ने चाहिँ थाहा भयो। उतै हाम्रो नेपाल इन्डियातिर बार्गेनिङ गरे जस्तै हुँदो रहेछ। अब कुनै फिक्स्ड पसल त त्यति धेरै चाहिँ थिएन है। यहाँ चाहिँ यो ठाउँको चाहिँ कुरा गर्दैछु, यो मार्केटको चाहिँ कुरा गर्दैछु मैले। देरा हो क्या हो सायद। अनि त्यही हो, मान्छेहरूसँग इन्टरेक्ट गर्दाखेरि अब लाइक यो रोडहरूमा हिँड्दा अनि अलि उता भित्र पस्दा लाइटिङहरू अब यति रातिसम्म यस्तो झिलिमिली देख्दा चाहिँ अनि ठिक छ दुबई। अब हामी खासमा त्यो बुर्ज खलिफावाला त्यो ठ्याक्क त्यो मेन सिटीमा चाहिँ पुगेको छैनौँ नि त। अनि के अरे यही ठाउँमा पनि जे होस् दुबई राम्रो रमाइलो त लाग्छ। मान्छेहरू चाहिँ सबै इन्डियन र पाकिस्तानी। अनि त्यहाँ चाहिँ उतै बस्छ जस्तो लाग्छ, विदेशै आएको जस्तो लाग्दैन। अब उता हामी ठ्याक्क नेपालगञ्ज भनेको 16 किलोमिटर हो कि 20 किलोमिटर उता हाम्रो कोहलपुरबाट चाहिँ रुपडिया छ नि त। अनि त्यहाँ लखनऊ पनि नजिकै पऱ्यो। त्यहाँबाट इन्डिया गएर अनि कपडाहरू किने जस्तै त्यस्तै भिड भयो होइन। अब चाहिँ म सुत्न गएको गाइजहरु, भोलि उठेर भोलि बन्द हुनु पर्यो। ल बाई। द फर्स्ट डे एन्ड्स राइट हियर।